हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि गुड आफ्टरनुन भन्न चाहे है। अनि चर्किलो घाम आज चाहिँ अलिकति टाउको दुखेको खालको। मलाई चाहिँ बेसी हाई पाराले कतिवटा कुराहरू सोच्यो भने टाउको दुख्छ। टाउको दुख्ने यो पनि हो है, तपाईँहरूलाई पनि कस्तो के हुन्छ कि मेरो चाहिँ एउटा चाहिँ त्यो पनि हो होइन। अनि फेरि म चाहिँ आउँदै थिएँ कि त्यो सोचाइमा कता कता परेर त नि सिरियस भएर त झरेर त आधी बाटोमा आएर चाहिँ कुदेर गइकन चाहिँ छाता लिइकन आएको होइन। छाता बिर्स अब यस्तो गर्मी छ बहिनीको। फेरि आइपुगेन नि साथीहरू, साइकल त कति खेप गयो कि जानु चाहिँ, तर कुन त नि उनीहरूले अनलाइन गरिदिन्छु भनेको थियो, त्यो पनि भएन कि क्या हो। फेरि आज गएको छ, सर गएको छ ल्याउनु हो। अन्त अफलाइनमा उनीहरूले भेटेन कि के भनेको जस्तो पनि लाग्यो। अब आज गएको छ, कता हो अब के कसो गर्छ हो। अन्त फेरि ओढाएर ल्याउनु पऱ्यो नि बहिनीलाई हो। अन्तखेरि चाहिँ बिर्सेछु कि साथीहरू, छाता कुद्दै गरेर ल्याइकन आएँ मलाई हो। कतिवटा कुराहरू यस्तो सोची पर्छ कि म एकदम ओभर थिङ्किङ जान्छु साथीहरू। मेरो चाहिँ बिमार चाहिँ त्यो हो। मेरो चाहिँ जे जस्तो सुकै होस् कि म अलिकति केही कुराहरू मलाई टेन्सन खाएको लागि सोचहरू हुन्छ नि आयो भने चाहिँ म एकदम गहिरो प्रकारले सोची पठाउँछु। त्यसले गरेर चाहिँ नि फ्युचर कहाँसम्म पुगिपठाउँछु कि साथीहरू। त्यो कतिवटा हुन्छ हुँदैन कि, तर म कहाँसम्म सोची पठाउँछु। त्यही माथि फेरि अब त्यस्तो खालको टेन्सन पनि लाग्दै थियो एकतिर। फेरि बिहान नानी पुऱ्याएर घर गएको, कति बजे ढिलो हुन्छु होला म आज। नानी पुऱ्याएर घर गएको कि साथीहरू। फेरि के भयो भनेदेखिलाई उयो भयो भर एकछिनमा रहेछ टाइम त रहेछ 5 मिनटमा म त कहाँ पुगिदिन्छु हो। अन्त म्यासेज हेर्छु, दिदीले रिप्लाई गर्दैन हो, अन्त मर्निङ भनेर बिहानै पठाएको हो। पछाडिबाट चाहिँ हस्पिटल गएछ साथीहरू। यस्तो टेन्सन लाग्छ नि घरिघरि हो। मेरो दिदी चाहिँ साह्रो बिमार भइबस्छ नि त साथीहरू के हो। घरमा एकदम बेसी बिमार भइरहने। अन्त र अब कोही बेला त बिमार छु भने आमाले पनि पताउँदैन थियो कि घरिघरि त साँच्चै बिमार हुँदैन। घरि बिमार छु भनिरहने त्यस्तो गर्ने हो। अन्त ज्यादातर बिसन्चै भइबस्थ्यो मेरो दिदी चाहिँ। अब यता चाहिँ त्यति साह्रै चाहिँ भएको छैन, उता घरको जतिको होइन। अन्त गएछ हो। म त छक्कै परेँ नि। अन्त के भयो भनेर अब फेरि यतातिर यस्तो चाहिँ हो कि साथीहरू, हुने चाहिँ अब उताबाट आउनुभन्दा अगाडि चाहिँ तिमीहरूलाई सबै हेरचाहहरू गरिदिन्छु होइन। अब हस्पिटलदेखिको दबाई पानीदेखिको सबै गरिदिन्छु भनेर चाहिँ ल्याउँदो रहेछ होइन। गर्दा पनि राम्रो पाएको छ भने लगिदिन्छ साथीहरू होइन, लगिदिन्छ गरिदिन्छ होइन। तर उसैको घरमा नि कतिजनाको लाग्दैन, एकदम एक्सपेन्सिभ हो नि त हस्पिटलहरू देखाउनुहरू भनेको साथीहरू कि। अन्त मेरो जस्तो भने चाहिँ नलाने थियो मैले त। हुन्छ मेरो चाहिँ भगवान्को कृपाले अहिलेसम्म चाहिँ त्यस्तो केही भएको छैन। म सानोतिनो त आरामसे सहिदिन्छु। दबाई यो खालको फ्याँकिदिन्छ दबाई हो। यताको दबाईले काम गरे त मरोस् हौ त्यसो हो। मेरो घरमा चाहिँ अगाडि नै दिमाग यस्तो चट्टो छ कि इन्डियाबाट जाँदाखेरि दबाईहरू क्या ल्याइदिइकन आउँछ हो, त्यस्तो खालको पनि छ। अन्तखेरि गएछ हस्पिटल, गएर आएछ, राम्रो भएछ। उसको चाहिँ नाइटो पहिलादेखिको उयो गहिरो भएर कुने उयो छ नि त साथीहरू कि। अन्त कुहेछ फेरि। अन्त हस्पिटल धन्न लगेछ हो। बेसी बात गर्नु पनि पाएन, अब उसको पनि बिजी हुन्छ आफ्नो यहाँ पनि। अब कहाँ दिदी बहिनी भन्दा पनि बोलेको गर्नु पाउँछ होइन, त्यस्तो हुँदैन। अन्त ढुक्कै लाग्ने हो। घरमा आएछ फेरि हिजो राति पनि त्यस्तै टेन्सन भएको। हिजो राति दिदी त अब घुम्नु गएको थियो होइन, रिप्लाई गर्दैन। 7:30 भइसकिसक्यो, 8 बजिसक्यो हो। मैले त अगाडि नै पठाएको, नत्र भने चाहिँ हामी दुईजनामा चाहिँ यस्तो छ, मैले भनेन भने म घर पुगेँ भनेर दिदीले भन्ने बानी छ, नत्र भने मैले दिदीले भन्यो भने त्यो दुईजनामा यताउता तर पुगे यस्तो भनेर चाहिँ हुन्छ नि त लास्टमा चाहिँ सन्डे चाहिँ होइन। अन्त घर आयो भन्छु रिप्लाई गर्दैन हो। हिजो पनि अन्त हाम्रो जस्तो म चाहिँ साथीहरू निस्किँदाखेरि दैलोमा यसो गरेर झ्याक गरेर आउँछु नि त नि। आउँदाखेरि हाम्रो चाहिँ त्यो सजिलो होइन। नहुँदाखेरि पनि मेरो चाहिँ घरकोले चाहिँ यस्तै भयो भने उनीहरूले एउटा कार्ड दिन्छ, एटिएम कार्ड जस्तो हुन्छ, त्यो चाहिँ यस्तो ट्याप गर्नुपर्छ अन्त मात्रै खोलिन्छ सिस्टम कि। मेरो दिदीलाई चाहिँ दिएको रहेन रहेछ होइन। अन्त गेट भरै म्यासेज आयो, गेट बाहिरै मलाई छिर्नु दिएन भने। अब त्यस्तो मेरो त त्यस्तोहरू के प्रब्लम भयो भने त मेरो टेन्सन नि अब घरभित्र के साथीहरू। मेरो टाइमिङमा टक्क पुग्नुपर्छ होइन भन्छु त म। अन्त सबसे छिटो म आउँछु त। डर लाग्यो हो। फेरि रिप्लाई गरेन। अन्त बादमा चाहिँ दिदीले फोन गरेर चाहिँ बोलाएर यताउता भएछ होइन। अब गाली गलोज त अलिअलि त खान्छ उसको पनि जताबाट पनि हो। के भयो होला हो, त्यो एकता त
सुर्ता लागेको होइन। अर्को घरमा एउटा मिस्टेकले गर्दाखेरि कति बेसी थोप्छ, कति बेसी अब सुन्नुपर्छ साथीहरू, त्यस्तो खालके। फेरि अन्त आज त अन्त हस्पिटल डाइरेक्ट गयो भने त म त अताले नि कस्तो खालको डर लागेको, मुटु चिसो भइगएको साथीहरू कि। अनि त्यो पछि अहिले चाहिँ उयो भयो, अहिले चाहिँ रिप्लाईहरू गरेँ नि सबै हो। अनि उयो भएछ हौ, राम्रैसँग लगेर लिएर आएछ हो, सायद बिजी होला। अन्त अब भरे एकछिन गफ गर्छु के कसो हो। अन्त अहिले भने चाहिँ म चाहिँ आइपुगेँ, ढुक्कै लाग्यो त्यताबाट चाहिँ बेसी के सोचेको। अब म फेरि सस्पेन्समा हुन्छ नि त, अब म त हस्पिटल डक्टर देखाएर आएको भनेर रिप्लाई गरेन भने क्या आफूले कस्ता कता के सोचै पठाउँछ हो अनप सनप। अन्तखेरि चाहिँ डर लाग्यो नि मलाई, फेरि भनेको पनि थिएन नाइटो यस्तो दुख्दैछ होइन भनेर के। अब यहाँनिर आएपछि चाहिँ दिदी बहिनीमा त्यो दुख्ने यो दुख्यो मलाई यो गऱ्यो भन्ने चाहिँ सेयर हुँदैन। त्यो चाहिँ हाम्रो आफ्नो आफ्नो उयो हो कि, किनभने मलाई पनि थाहा छ उसलाई पनि कराउँछ भनेर, उसलाई पनि दुख्दैछ भनेर। अब फेरि उसलाई पनि थाहा छ कि मलाई पनि यस्तो हुन्छ यस्तो गर्दैछ भनेर, त्यो कारणले गर्दाखेरि होला त्यो दुख्ने भनेर झन् टेन्सन चाहिँ हामी दुईजनामा चाहिँ थोपी बस्दैनौँ साथीहरू, त्यस्तो हो। अन्तखेरि त्यस्तो पनि भएको क्या। अन्त आफ्नै पर्सनल कति लाइफमा पनि कतिवटा टेन्सनहरू हुन्छ होइन। हेडेक भइदिएको नि, दबाई खाएँ होइन अघि, अन्त कस्तो दुखेको कि आज फेरि घाम फेरि त्यस्तै लागिरहेछ। पछाडिबाट देखाइदिन्छु ल। आइपुगेँ नि म त हो, अब जान्छु। कटर गर्दैछ अब टक्कै भयो पनि हो। अब चाहिँ दबाएर जान्छु। तपाईँहरूलाई फेरि म भोलि भेट्छु साथीहरू ल। यो भिडियो त हुन त अब तपाईँहरू त कहिले हेर्छ हो। अन्त मैले चाहिँ बनाइराखेको छु, अब के कसो यहाँ भन्नै मिल्दैन, पत्तै पाइँदैन कि साथीहरू। कति बेला नानीहरूको छुट्टी हुन्छ के हुन्छ थाहा पत्तै हुँदैन। बहिनीले धन्न अपडेट दिन्छ र मात्रै मेरो चाहिँ हो। त्यो हो 2 दिन छिटो उठिदिएको कि अस्ति यो स्कुल छुट्टी हुनुभन्दा अगाडि 2 दिन कि त्यो जोडिरहेको थियो भन न। इन्दर भन्छ भन्दै मेरो चाहिँ छुट्टो आफै एक्टिभ भएर उठिस भने चाहिँ म तँलाई भनिदिइहाल्छु भन्छ कि। अघि बिहान भन्दै ल्याएको हो। स्टोरी सुन्नु भनेर चाहिँ मरिहाल्थेँ नि साथीहरू, त्यस्तो खालको छ हो। ल त साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ। फेरि भोलि भेट्नुपर्छ है त गाइजहरू, ओके न। टेक केयर सबैजनालाई।